यो नेपाली ब्रो भन्ने पात्रबाट सिक्नु पर्ने छ अब धेरै। देश विदेशबाट चर्को आवाज उठेको छ कि अहिलेको सरकारलाई ऊ पात्रबाटै अब जसले हत्या गर्यो उसैलाई फाँसीको सजाय यो सरकारले सुरु गर्नु पर्यो भन्ने माग उठेको छ। हो 100%। त्यसले यहाँले कसरी लिनुहुन्छ? ठिक ठाउँमा अब यो आएको छ होइन, र एकदमै यो जघन्य अपराध हो। यो आज नेपालभरि नभइकन विश्वभरिले थाहा पाइसक्ने भइसकेको छ। आज हामीले चाहिँ हरेक सामाजिक सञ्जाल खोल्नै हुँदैन, सबैभन्दा बढी त्यही नै भिडियो कुदिराखेको हुन्छ। मान्छे एकदम अहिले चाहिँ आक्रोशमा आइराखेको छ हेर्नुहोस् होइन। त्यस कारणले गर्दाखेरि कानुन संशोधन गर्ने ठाउँमा सरकार पनि पुगिसकेको छ, बन्नुपर्छ। यही विकृतिको कारणले गर्दाखेरि हामी जस्तो निर्दोष मान्छेहरू धेरै मरिएको देश पनि हो, र कानुनलाई खेलाएर धेरैजनाको हत्या गर्ने ठाउँ पनि भएको हो यो। त्यस कारणले फितलो कानुन हुँदाखेरि आज यस्ता मान्छे हाबी भएर एकजना महिला श्रीमती, दुईटा बालबालिकाको बच्चाको आमाले घाँटी रेटेर मर्नु परिएको छ। यो नाङ्गो आँखाले सबैले देखिएको कुरा पनि हो। यहीँबाट सुरुवात हुनुपर्छ। केही कानुन संशोधन गरेर यस्ता अपराधी मान्छे जसले आज देशलाई रुवाएको छ, देशको आमालाई रुवाएको छ, आज बच्चा बच्चीलाई रुवाएको छ, त्यो सम्बन्ध हरेक घरमा पुगेको छ। यो व्यक्ति यो अहिलेको कन्टेन्ट, यो अहिलेको यो कुरो अहिले यो कुनै राजनीतिकमा जोडिएको कुरा होइन हेर्नुहोस्। यो हरेक परिवारसँग जोडिएको कुरा। पेसा फरक होला, परिवार सबैको छ। यस्तो परिवारमा कस्तो खालको बितिराखेको छ त्यो उहाँहरूलाई थाहा छ, मैले फिल गरेको छु। त्यस कारणले अबको कानुन संशोधन हुनैपर्छ। यो चिजलाई मूल एजेन्डा बनाइयोस् र संसद भवनमा यो कुराले गुन्जिनुपर्छ र हस्ताक्षर भने हस्ताक्षर पनि उठाउनुपर्छ। र म पनि उहाँहरूको पीडितको पक्षमा म जान चाहन्छु। यहाँको माग पनि जो सरकारले यो घटनाबाट सुरु गरोस्, एकदमै यस्तो कानुन ल्याइदियोस् कि यो कानुन लागू भएपछि कुनै पनि त्यो छत्र छाया छेउसम्म पनि नपुगोस्। त्यो कानुनको चक्की अब बनिनु पर्छ, त्यो ट्याब्लेट एउटा बनिनु पर्छ। अब दर्शकवृन्द यहाँहरू सबैलाई स्वागत छ। यतिखेर हामी विभिन्न मिडिया मार्फत एकैसाथ यो कुराकानीलाई यहाँको बिचमा जोड्दैछौँ। आज हामीसँग हुनुहुन्छ चिरपरिचित व्यक्तित्व, विशेषतः राजनीतिज्ञ हुनुहुन्छ अजय श्रेष्ठ। उहाँ तपाईँले निकै चिरपरिचित व्यक्तिको रूपमा पनि हुनुहुन्छ आज हामीसँग। हामी देशको विविध विषयमा आज कुराकानी गर्दैछौँ। अजय सर, यहाँलाई स्वागत छ। धन्यवाद यहाँहरूको लोकप्रिय मिडियाहरूलाई पनि। अब सुरुमा आजको एउटा तातो विषय जो हिजो मात्र एउटा अस्ति मात्र एउटा घटना जो यतिखेर आम नेपाली समाजमा निकै चर्चाको विषय बनेको छ, जो एउटा नेपाली ब्रो नामका एकजना पात्रले आफ्नो श्रीमतीलाई हत्या गरेको यो घटना यत्र तत्र सर्वत्र भएको छ। यो घटनालाई यहाँले कसरी लिनुभएको छ? एकदमै दुःखदायी घटना घटेको छ, जुन नघटिनु पर्ने थियो होइन। र यो विषयमा एकदमै मतलब म फ्री नै हुन सकेको छैन। हरेक कुरा त्यही चिजले मलाई एकदम दिमागमा पनि हानिराखेको छ अहिलेसम्म पनि। जुन घटनामा त्यो दिनको 10-11 बजेतिर नै मैले अलिअलि थाहा चाहिँ पाइसकेको थिएँ, किनभने म अलिकति टिकटकमा अलिक बढी नजिक छु नि त। अनि त्यो स्क्रोलिङ गर्दाखेरि त्यो भिडियोहरू चाहिँ दौडिरहेको देखेको थिएँ। मलाई चाहिँ विश्वासै लागेन कि त्यो नेपाली ब्रोको भिडियोहरू त्यस्तै चाहिँ खालि कुद्ने गर्छ नि त। अनि कति कुरा अलिकति भ्रामिक पनि हो कि क्या हो भन्ने खालको होइन। अनि त्यो उहाँहरूले चाहिँ के गर्छ भने कहिले पनि यो चिजले चाहिँ देशलाई अप्ठ्यारो पर्छ, जनतालाई अप्ठ्यारो पर्छ भन्ने हिसाबले नगरिकन खालि उहाँहरू भिडियोको भरमा कुद्नुहुन्छ। अनि त्यही भएर हामीले त्यसलाई चाहिँ कहिले काहीँ वास्ता गर्दैनौँ क्या। अनि त्यसपछि के हो भन्ने चाहिँ भएको थियो। तर 12 बजेसम्म चाहिँ एकदमै तातिसकेको रहेछ त्यसबाट चाहिँ होइन। अनि त्यसपछि सुत्यौँ पनि। बिहान आउँदाखेरि त एकदम ठ्याक्कै बिहान फर्स्ट आवरमै बित्तिकै त्यो भिडियोहरू आइहाल्यो र उहाँ बहिनीको पनि डेथ भइसकेको जुन घोषणा भइसकेको रहेछ। त्यसले चाहिँ असाध्यै मर्माहित बनायो हेर्नुहोस्। भनेपछि सुरुमा यहाँले त्यो घटना वास्तविकता होइन जस्तो लाग्यो त? मलाई चाहिँ सुरुमा त त्यतिकै कन्टेन्ट बनाएर के हो कि जस्तो पनि लागेको थियो। फन्डा गरिरहने मान्छे होइन। अनि कहाँ के हो भन्ने पनि भयो। अनि एकछिन मलाई क्लियर हुनु नै टाइम लाग्यो क्या त्यसमा चाहिँ। हजुर, अब यो घटनाले वास्तवमा समाजमा कस्तो खालको असर परेको छ? अजयजी, एउटा यहाँ त एउटा राजनीतिज्ञ पनि हुनुहुन्छ, एकदमै यो त एकदम क्रूर घटना पनि हो। एउटा श्रीमती जो सँगै जिउने सँगै मर्ने कसम खाएको श्रीमतीलाई एउटा घाँटी रेटेर जागिरबाट फर्किएको श्रीमतीले बाटो ढोकेरै गर्नु भनेको त यो त एकदमै क्रूर घटना। एकदमै हुनु त अब धेरै कुराहरू यस्तो कुराहरूमा हामी पहिलादेखि नै अलिकति सचेत पनि भएको थियौँ। यस्तो केसहरू पहिला घटि पनि राखेका थियो होइन। र कति केस त्यो घटनालाई हेरेर अब सुध्रिनुपर्छ है, अरू पनि देखेर चेत्नुपर्छ भन्ने पनि हामीले त्यो आवाजहरू पनि उठाएको थियौँ होइन। र साँच्चीकै यस्तो जघन्य अपराध फेरि पनि आएर घट्यो होइन। अब यो घटनामा चाहिँ धेरै सजग हुनुपर्छ भन्ने मलाई लाग्छ। राज्यतर्फबाट पनि यो चिजलाई एकदमै सशक्त हिसाबले अब उठाउनुपर्छ होइन। र यसमा कमी कमजोरी
सबैको छ जस्तो मलाई लाग्छ होइन र तपाईँको त्यो भिडियोले बोल्दै गर्दाखेरि भोलि प्रतिक्रियाहरू हेर्दै गर्दाखेरि चाहिँ तपाईँको चाहिँ यतापट्टि प्रशासन पनि अलिकति कमजोर प्रस्तुत देखियो यसमा चाहिँ है अब यो कुरालाई पनि एकदम छानबिनको दायरामा अगाडि ल्याउनुपर्छ भन्ने मलाई लाग्छ है किनभने उहाँको छोरा दुईटा छ अघि एकजना चाहिँ अलिक ठुलै भइसकेको छ एउटा सानो बच्चा नै छ 5 वर्ष जतिको म हेरिराखेको हुन्छु त्यो चाहिँ किनभने यो परिवारसँग जोडिने केस भएको कारणले गर्दाखेरि त्यो पीडामा चाहिँ यो पीडा पनि एउटै मलाई लाग्छ नि त त्यस कारणले गर्दा यो कुरामा चाहिँ एकदमै अब प्रशासनलाई पनि अब चाहिँ छानबिन गर्नुपर्छ भन्ने जस्तो पो लागेको छ मलाई त त्यो देखिरहेछ किनभने उहाँहरूले 4-5 पटकसम्म हार गुहार गरेर त्यहाँनिर यो केस दर्ता गरिदेऊ न यसलाई अलिक सिरियसली लिइदिनुहोस् किनभने यो जुन खालको डिभोर्सको केसमा पुगिसकेको छ भने उहाँहरू चाहिँ आफ्नो तरिकाबाट चाहिँ जिउनु पाउनुपर्छ र मलाई यस्तो मानसिक टर्चरहरू आइरहेको छ काममा विवाद मतलब हरेक कुरामा चाहिँ अगाडि बढ्न सकिरहेको छैन र मलाई यसको कुटपिटको घटनाहरू धम्कीको घटनाहरू पटक दिइराखेको छ र मलाई चाहिँ यो मेरो सुरक्षाको लागि तपाईँहरूले एउटा निवेदनलाई चाहिँ सहज रूपमा लिएर साँच्चीकै कारबाहीको दायरामा अगाडि ल्याइदिनु पर्यो नेपालको कानुनले के भन्छ भने कानुनको दायरामा गइसकेपछि त्यो चिजलाई कसैले पनि हातपात छुनु मिल्दैन त्यो बिचलाई कन्ट्रोभर्सी भएर हामीले भिडियो कुदाउनु पनि मिल्दैन यो त छ नि अहिले पनि स्पष्ट कानुनमा तर त्यो चिज चाहिँ कानुनको कहीँ लागू भएको देखिएन त्यसलाई एउटा फन्डाको रूपमा चाहिँ ल्याइदियो र वास्तवमा भन्ने हो भने नेपाली ब्रोको यो कुरा एकदमै मन पर्दैन थियो मलाई चाहिँ पहिलादेखि नै किन चाहिँ हो भने तपाईँको सबैको कन्टेन्ट हुन्छ सेक्टर हुन्छ भाइरल भन्नेतिर पनि सबैलाई एउटै बकेटमा हालिदिन्छ तपाईँहरूको पत्रकारिता साथीहरूले पनि कस्तो राम्रो विषयवस्तुलाई तपाईँहरूले उठाएर जनता समक्ष पुर्याउनुहुन्छ जुन विषयलाई तपाईँहरूको पत्रकारिताको विषयलाई त्यो पहिको भिडियो हेरेर उहाँहरू सर्जक हुनुहुन्छ होइन तर त्यस्तै चिजलाई चाहिँ कन्टेन्ट बनाएर फेरि त्यही चिजलाई मेनिपुलेट गरेर जनतालाई डाइभर्ट गर्ने साथीहरूको पत्रकार साथीहरू पनि फरक हुनुहुन्छ जस्तो नेपाली ब्रो जस्तोलाई ल्याउने अनि त्यसपछि उहाँलाई चाहिँ सेलिब्रिटी बनाउने अनि त्यसपछि यसरी नै क्यामेरा अगाडि राखिदिने अनि प्रश्न उत्तरहरू गर्ने अनि चाहिने नचाहिने फन्डाहरू ल्याइदिने त्यसले कस्तो खालको मानसिकता बनाएको थियो उहाँलाई कहाँसम्म पुर्याउनलाई त्यो पत्रकारिताको धर्म चाहिँ के थियो होइन त्यसकारणले यो चिजलाई हामीले छुट्याउन नसक्दाखेरि पनि यो घटना घटेको हो यदि साँच्चीकै उहाँ टिकटकमा पपुलरले नि त पपुलर हुनको पनि एउटा चिजहरू हुन्छ होला नि त होइन जस्तो अजय श्रेष्ठलाई पनि त टिकटकमा म्याक्सिमम हेर्नुहुन्छ या तपाईँहरूको चाहिँ मिडियामा हेर्नुहुन्छ भनेपछि त्यो क्याटेगोराइज चाहिँ हुन्छ नि त भनेपछि सम्पूर्णलाई ल्याएर एउटा बकेटमा हाल्नु हुँदैन यसले चाहिँ समाजलाई कस्तोसम्म पुर्याउँछ भन्ने कुरा आज जनताले पनि थाहा पाउनुपर्छ उहाँलाई सेलिब्रिटी बनाउँदाखेरि कस्तो खालको घटनामा लगेर उहाँले आज सिद्ध्याइदिनु भयो आफ्नो लाइफलाई र त्यो परिवारलाई कस्तो घात पुर्याएको छ भन्ने खालको कुरामा चाहिँ यहाँहरू पनि सजग हुनुपर्छ त्यसकारणले नेपाली ब्रोको कुरामा तपाईँलाई अलिकति अझ जोड दिउँ हुन्छ कुनै दिन 2079 देखि म D1 देखि यो अभियानमा छु जुन खालको आज 182 सिट राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको छ त्यो त्यतिकै गरेको थिएन होला तपाईँ पत्रकार साथीहरूको उत्तिकै हात छ तपाईँहरूले यो देशलाई यो अवस्थामा ल्याउनु तपाईँहरूको त्यतिकै हात छ मेरो त्यतिकै हात छ यो ठुलो जमातलाई हामीले एक ठाउँमा कैद गर्यौँ र चुनावमा गयौँ र त्यसको प्रतिफल आज आएको छ त्यसकारणले गर्दाखेरि चाहिँ मलाई उहाँ पत्रकार साथीहरू हुनुहुँदो रहेछ जो पत्रकार साथी चाहिँ साँच्चीकै रुखको बुट्टा मिन्नी को दुईजना बस्या छ कसो घरमा भाँडा बजाइराखेको छ त्यसलाई कसरी भिडियो खिच्ने अनि कसरी मेरोमा भ्युअर्स तान्ने कसरी म डलर झार्ने यसले देशलाई कहाँ पुर्याउँछ मलाई त्यो कुराले पनि अलिकति हानि राखेको थियो र त्यही क्याटेगोराइजमा एकजना पत्रकारले पनि मलाई सोध्नु भयो र साँच्चीकै यो चाहिँ घटना माइती घर मण्डलामा पनि थियो उहाँले मलाई पहिलोचोटि इन्टरभ्यू चाहिँ धेरै साथीहरूले लिनुहुने क्यामेरा धेरै हुने तर सोध्ने साथी चाहिँ उहाँ आउनु भएको थियो अनि उहाँले सुरुमै मलाई नमस्कार नेपाली ब्रो के छ तपाईँहरूको हालखबर भन्नुभयो म एकछिन चाहिँ छाँगाबाट खस्या जस्तो भयो क्या नेपाली ब्रो भन्यो नेपाली ब्रो भन्नुभयो क्या हुन त अब फेस कटहरू मेरो मिल्नु गयो होला के गर्नुभयो होला उहाँले मेरो भिडियो हेर्नु भएको रहेनछ उहाँलाई मैले के चाहिँ दिमागमा मात्रै आयो भने उहाँ चाहिँ नेपाली ब्रो टाइपको भिडियो खिच्ने रहेछ होइन कसको बढी कन्ट्रोभर्सियल कसैको बुट्टा मिनी बस्या छ कसको भाँडा जुद्या छ यो भिडियो मात्रै खिच्ने भएको भएर उहाँले मलाई चाहिँ चिन्नु भएन नचिन्न पाइयो तर उहाँको मुखबाट त्यो खालको उच्चारण आउनु चाहिँ मेरो लागि राम्रो थिएन त्यसकारणले मैले उहाँलाई जेसुकै होस् तपाईँले अब म नाम भनिदिन्छु म अजय श्रेष्ठ हुँ म देशको विकृतिलाई चिर्नलाई म अर्को चाहिँ कन्टेन्ट अर्को चाहिँ मुद्दाबाट आएको मान्छे हुँ त्यसकारणले उहाँको शब्द जुन हिसाबले मलाई नेपाली ब्रो भन्नुभयो अब आइन्दा चाहिँ यो नभन्नु होला त्यो क्याटेगोराइजबाट आएको मान्छे म होइन त्यसकारणले तपाईँको मुखबाट त्यो शब्द आउनु चाहिँ राम्रो थिएन है भनिसकेपछि उहाँले मलाई सरी पनि भन्नुभयो भनेपछि मलाई शुद्ध जोडिएको घटना हो जबकि उहाँहरूलाई हामीले भिडियो अब यो प्लेटफर्म तपाईँको
नेपालको चाहिँ मिडियामा कुन कुन भिडियो आउँछ भनेर त तपाईँको हामीले छुट्याएर हेर्ने होला नि त जुनसुकै भिडियो हामी हेर्दैनौँ नि त त्यस कारणले हामीले उहाँहरूको पनि भिडियो आउँदाखेरि यसो हेडलाइन हेर्छौँ यो कामको छैन है यो विकृतिवाला भिडियो है भनेर हामीले त्यसलाई चाहिँ स्क्रोल गरिदिन्छौँ क्या राम्रो चिजमा चाहिँ हामी अडिन्छौँ त्यस कारणले गर्दाखेरि त्यो विकृतिहरू चाहिँ उहाँबाट आइ नै राखेको थियो र आउँदै गर्दाखेरि आज यो घटनासम्म पनि त्यसले पुर्यायो त्यस कारणले उहाँलाई के खालको चाहिँ एक किसिमको दम भयो भने म साँच्चीकै चिरपरिचित मान्छे म सेलिब्रेटी हुँ म खेलाडीको एउटा अनुशासनमा पर्ने काम गर्नु भएको छ उहाँले डिसिप्लिन हुँदैन हरेक खेलको डिसिप्लिन हुन्छ क्या त्यो डिसिप्लिनमा के उहाँ चाहिँ रेसलर खेलाडी हो भन्दैमा के मान्छे कुट्दै हिँड्ने म खतरा हुँ भन्दै हिँड्ने यो त्यस कारणले यही चिजलाई प्रशासनले हेर्नुपर्ने कि नपर्ने सरकारको दायराभित्र पर्ने कि नपर्ने उहाँ जतिको मान्छेले ल्याएर कारबाहीको दायरामा ल्याउनु पर्ने कि नपर्ने सरकार त कमजोर प्रस्तुत भएकै हो त्यस कारणले हामीले कहिलेकाहीँ के भन्छौँ भने हिजो सामाजिक सञ्जाललाई बन्द गरिदिउँ फेसबुकलाई बन्द गरिदिउँ भन्दाखेरि जेनजी रेगुलेसन भएको हो नि त तर हामीले सम्पूर्णलाई बन्द गरिदिउँ भनेकै होइन क्या हामीले के चाहिँ भनेको हो भने यस्तो खालको विकृति फैलाउने क्यारेक्टरहरू चाहिँ यसरी आयो भने यो चिजलाई चाहिँ एउटा संशोधनको हिसाबले कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने हामीले पनि गरे हो सम्पूर्णलाई होइन त्यस कारणले यस्तो चिज चाहिँ अब यसले फेरि अर्को घटना नघटोस् भन्नको लागि चाहिँ यस्तो पात्रहरू हाबी हुन्छ भने नेपाल सरकारले तुरुन्त ती पात्रहरूलाई चाहिँ कानुनी दायरामा ल्याएर स्पष्टीकरण चाहिँ गराउनुपर्छ र यिनीहरूलाई यो खालको अब घटना घटाउनु हुँदैन भन्ने चाहिँ यो नेपाली ब्रो भन्ने पात्रबाट सिक्नु पर्ने छ अब धेरै नेपाली ब्रो जुन नेपालीकै नामै बदनाम हुने गरी अब यो व्यक्तिलाई हामीले चाहिँ नेपाली ब्रो भन्दा पनि नेपालीकै इज्जत गुम्ने अवस्था पुगेको छ 100% हैन अन्तर्राष्ट्रिय खेलाडी हुँ भनेर आफूलाई दाबी गर्ने आफैलाई अब यतिखेर देश विदेशबाट चर्को आवाज उठेको छ कि अहिलेको सरकारलाई ऊ पात्रबाटै अब जसले हत्या गर्यो उसैलाई फाँसीको सजाय यो सरकारले सुरु गर्नु पर्यो भन्ने माग उठेको छ हो 100% त्यसले यहाँले कसरी लिनुहुन्छ ठिक ठाउँमा अब यो आएको छ हैन र एकदमै यो जघन्य अपराध हो यो आज नेपालभरि नभइकन विश्वभरिले थाहा पाइसक्ने भइसकेको छ आज हामीले चाहिँ हरेक सामाजिक सञ्जाल खोल्नै हुँदैन सबैभन्दा बढी त्यही नै भिडियो कुदिराखेको हुन्छ मान्छे एकदम अहिले चाहिँ आक्रोशमा आइराखेको छ हेर्नुहोस् हैन त्यस कारणले गर्दाखेरि कानुन संशोधन गर्ने ठाउँमा सरकार पनि पुगिसकेको छ बन्नुपर्छ यही विकृतिको कारणले गर्दाखेरि हामी जस्तो निर्दोष मान्छेहरू धेरै मरिएको देश पनि हो र कानुनलाई खेलाएर धेरैजनाको हत्या गर्ने ठाउँ पनि भएको हो यो त्यस कारणले फितलो कानुन हुँदाखेरि आज यस्ता मान्छे हाबी भएर एकजना महिला श्रीमती दुईटा बालबालिकाको बच्चाको आमाले घाँटी रेटेर मर्नु परिएको छ यो नाङ्गो आँखाले सबैले देखिएको कुरा पनि हो यहीँबाट सुरुवात हुनुपर्छ केही कानुन संशोधन गरेर यस्ता अपराधी मान्छे जसले आज देशलाई रुवाएको छ देशको आमालाई रुवाएको छ आज बच्चा बच्चीलाई रुवाएको छ त्यो सम्बन्ध हरेक घरमा पुगेको छ यो व्यक्ति यो अहिलेको कन्टेन्ट यो अहिलेको यो कुरो अहिले यो कुनै राजनीतिकमा जोडिएको कुरा होइन हेर्नुहोस् यो हरेक परिवारसँग जोडिएको कुरा पेसा फरक होला परिवार सबैको छ यस्तो परिवारमा कस्तो खालको बितिराखेको छ त्यो उहाँहरूलाई थाहा छ मैले फिल गरेको छु त्यस कारणले अबको कानुन संशोधन हुनैपर्छ यो चिजलाई मूल एजेन्डा बनाइयोस् र संसद भवनमा यो कुराले गुन्जिनुपर्छ र हस्ताक्षर भने हस्ताक्षर पनि उठाउनुपर्छ र म पनि उहाँहरूको पीडितको पक्षमा म जान चाहन्छु यहाँको माग पनि जो सरकारले यो घटनाबाट सुरु गरोस् एकदमै यस्तो कानुन ल्याइदियोस् कि यो कानुन लागू भएपछि कुनै पनि त्यो छत्र छाया छेउसम्म पनि नपुगोस् त्यो कानुनको चक्की अब बनिनु पर्छ त्यो ट्याब्लेट एउटा बनिनु पर्छ अब त्यो औषधि एउटा बनिनुपर्छ अबको कानुनमा चाहिँ म त्यो भन्न चाहन्छु जस्तो यहाँको सभापतिज्यूले पनि यो विषयमा बोल्नु भएको छ जस्तो पूर्व गृहमन्त्रीजी स्वयं प्रहरी चौकीमा गएर पनि उहाँले पनि बोल्नु भएको छ भनेपछि अब यो अवश्य पनि देश विदेशबाट आवाज उठिरहँदा अब सरकारले कानुन संशोधन गरेर जुन अहिले कानुन मन्त्री पनि सुविधा गौतमजी हुनुहुन्छ उहाँले चाहिँ यो पालना गर्नुहुन्छ भन्ने आशा गर्दा हुन्छ नेपाल होइन 100% किनभने सरकारसँग नजिकमा म छु क्या मैले आज 2079 देखि खाइ नखाइ त्यो पीडा मसँग पनि परेको हो आज त्यो पीडालाई तपाईहरुको मिडियातर्फ पठाउँदाखेरि हजार लाखको पीडा एउटै हुन गयो त्यसकारणले गर्दाखेरि यो देशको अब आमूल परिवर्तनको लागि भनेर हामीले जुन अभियान सडकबाट सुरु गरेका थियौं त्यो अभियानमा त्यो हामीले भनेको चाहिँ टिम चाहिँ अहिले सरकार चलाउनमा पुगिसकेको छ नि त अहिले उहाँ हामीले भनेकै टिम त्यहाँ हुनुहुन्छ भनिसकेपछि यो तपाईहरुको लागि नबन्ने भन्ने कुरो हुँदैन जस्तो यो हनी ट्र्याप भन्ने छ तपाईको चाहिँ यहाँ
पुरुष मात्रै पीडित छैन, महिला मात्रै पीडित छैन। यो तपाईँले तराजुमा जोख्यो भने यहाँ बराबरकै छ यहाँ धेरै, होइन? जम्मै चाहिँ हो, दूर दराजमा मिडियाको शक्ति हुँदैन, त्यहाँ चाहिँ हरेक कुराहरूको शक्ति हुँदैन, त्यस कारणले त्यहाँका महिलाहरू असाध्यै पीडामा पर्नुहुन्छ। तर यहाँ खुलेआम सडक राजधानीमा बसेको एउटा नारीले पनि 7 वर्षपछि म बलात्कार भएँ भनेर उहाँहरू आउनु भएको छ भने यहाँ तपाईँको एउटा मुसा कराएको सुनिन्छ, एउटा सानो चिजले भाँडा बजाएको सुनिने ठाउँमा उहाँ कसरी बलात्कार भयो त्यो अनुसन्धान हुनुपर्छ कि पर्दैन? बन्द कोठामा बलात्कार भएको कुरामा कति घटनाहरू हुन्छ, हरेक कुरा हुन्छ, अङ्गभङ्ग हुन्छ, दुनियाँ हुन्छ। यो कुरा सबै कानुनमा संशोधन हुने गरी साँच्चीकै महिलाले पनि एउटा हन्ट्याप गरेर साँच्चीकै कोही पुरुषलाई फसाउनु खोजेको छ भने उहाँलाई पनि कानुनी चक्की चाहिँ यस्तोसँग खुवाइदिनु पर्यो, जुन एक्सरे भन्छौँ हामी, सिटी स्क्यान गर्नु पर्यो। उहाँको नङदेखि कपालसँग महिलाको पनि स्क्यान गर्नु पर्यो, पुरुषको पनि स्क्यान गर्नु पर्यो। यदि त्यसमा महिलाको गलत रहेछ भने त्यो महिलालाई पनि भएको सजायभन्दा 5 वर्ष अर्को थपिदिनुपर्छ भन्ने मलाई लाग्छ कि कानुन चाहिँ बराबर हुनु पर्यो। हेर्नुहोस्, यो र उसलाई यहाँ त कानुनी दायरा एउटा मापदण्ड छ, क्राइटेरिया छ, यो बोर्डर लाइनमा बसेर खेलिराखेको छ क्या। यहाँबाट माथि गयो भने म पक्रिन्छु, म गलत देख्छु, यो बोर्डर लाइनमा गरिसकेपछि यतिमा बसेर उनीहरूले खेल्दै गर्दाखेरि धेरै पुरुषहरूले पनि तपाईँको चाहिँ अहिले आफै आत्महत्या गर्नुपर्ने अवस्था पनि आएको छ क्या। त्यस कारणले यो चिजलाई चाहिँ नाङ्गो आँखाले सिटी स्क्यान गरेर यो कानुनी दायरामा अब आउने कानुन बनाउनुपर्छ भन्ने मेरो चाहिँ आह्वान हो। हेर्नुहोस्, जस्तो स्वर्गीय जो ईश्वरी भुजेल, उहाँ चाहिँ एउटा राष्ट्र सेवक, आर्मीको पनि हुनुहुन्थ्यो, जनता जस्तो सेवामा। अब यतिखेर 2टा बच्चा आमा विहीन टुक्रा बनेका छन्। अब यो सरकारले त्यो बच्चाको लागि पनि केही गरोस् भन्ने यहाँको के छ चाहना? गर्नै पर्छ, सरकारले गर्नै पर्छ। आवाज मात्रै उठ्दैन, त्यो ठाउँमा हामी पनि छौँ, हामी पनि पुग्छौँ आज। किनभने हामीले बनाएको सरकार नै आज सरकार चलाइराखेको छ भने त्यो टेबलमा हामी पनि पुग्छौँ, उहाँलाई हामी राख्छौँ। अब माइती घर मण्डलबाट आवाज सुन्नुपर्ने छैन, अझै त्यही टेबलमा पुगेर यो कुरामा कसो गर्ने, ल हेर्नुहोस्, न्याय दिनुहोस् ल भनेर म बोल्न सक्ने अवस्थामा छु। त्यस कारणले यहाँहरूलाई म एकदमै आह्वान गर्छु। म भिडियो त मार्फत पनि म भन्छु, म कहिलेकाहीँ माइती घर मण्डलमा आउन सक्दिनँ होला, म विविध कारणले एकदमै व्यस्त पनि छु। कारण के भने जनताको अत्याधिक माग छ, त्यो मागलाई पुर्याएर टेबलमा राख्नुपर्ने छ। त्यस कारणले यहाँहरूसँग म आएन भनेर अझै शेष हरायो भनेर पनि नसोचिदिनुहोस्, यहाँहरूकै मुद्दामा कार्यान्वयन गर्नुपर्छ भनेर हिँडेको मान्छे म हुँ। त्यस कारणले यो सबैको सुनवाई हुनुपर्छ। र जुन हाम्रो ईश्वरी बहिनी आज तपाईँ नर्गमा हुनुहुन्न, स्वर्गमा हुनुहुन्छ, त्यहाँ बसेर तपाईँले हेर्नु भएको छ, तपाईँको 5 वर्षको बच्चा छ, त्यो अर्को छोरो छ, होइन? त्यो छोरो मेरो पनि छ, मेरो पनि मलाई पनि पीडा छ एकदमै। तपाईँलाई हेरेर म अति पीडामा भइराखेको छु। त्यस कारणले गर्दाखेरि तपाईँले एकदमै तपाईँको छोराले तपाईँले एकदमै न्याय पाउनुहुन्छ, त्यसको लागि हामी लड्नै पर्दैन। त्यहाँ गएर तपाईँको स्पष्ट विचार त्यहाँ राखिदिने हो र सरकारले त्यो कुरामा अध्ययन पनि गर्छ र यसको लागि चाहिँ यहाँहरू कहीँ पनि नहडबडिनु होला। र हामी एकदमै यो कुरामा चाहिँ एकदमै मलाई के छ भने जब राष्ट्रिय सेवक एकदम तपाईँ आर्मीको चाहिँ जमदार पदमा भएको मान्छेसँग त यत्रो घटना हुनसक्छ भने तपाईँ कति पीडामा चाहिँ बसिरहनु भएको थियो, होइन? आज तपाईँको हत्यासम्म भएर छोड्यो। त्यस कारणले यो अपराधीलाई जसले तपाईँको यसरी घाँटी रेटेर हत्या गरेको छ, कसम तपाईँ जहाँ हुनुहुन्छ तपाईँलाई सन्तुष्टि मिल्ने गरी उसलाई चाहिँ सजाय हुन्छ, यो चाहिँ स्पष्टै हो। यहाँले आफ्नो श्रीमतीलाई यति धेरै माया गर्नुहुन्छ अजयजी, मलाई थोरै याद पनि आयो कि अब त्यत्रो बिरामी पर्दा पनि तपाईँले हरेक पल श्रीमतीलाई साथ दिनु। हजुर, आज एउटा जो नेपाली ब्रो नामको पात्रले श्रीमतीलाई त्यसरी हत्या गर्दाखेरि आफूले एकदमै भावुक भए तपाईँले भन्नुभयो, कसरी लिनुहुन्छ? अलिकति यहाँले श्रीमतीलाई यति धेरै माया गर्नुहुन्छ नि। धन्यवाद, एकदमै धेरै धन्यवाद। मैले श्रीमतीको कुरा अलिकति बेसी ल्याउँदाखेरि कतिजना साथीहरूलाई एकदमै गाह्रो पनि भयो, होइन? तर म खासमा त्यही पीडाबाटै आएको मान्छे हुँ। मैले आफूलाई कसरी चलाएँ भने म चल्छु, म ठिक छु, मेरो श्रीमती ठिक छ, मेरो घर ठिक छ भने मात्रै देश के छ भनेर सोध्छु म। जब मेरो घरै बिग्रिसकेको छ, मेरो श्रीमती मसँग नरहने अवस्थामा छ भने म श्रीमतीलाई बचाउनु खोज्छु। श्रीमती नै रहेन, छोराछोरी नै रहेन भने म पनि नरहने अवस्थामा हुन्छु। जब श्रीमती रह्यो, छोरा रह्यो, सबै रह्यो, अब देश पनि यसरी नै बस्नुपर्छ भन्ने हिसाबले म हिँडेको। र साँच्चीकै आज ती मान्छेले आफ्नो श्रीमती र बच्चाहरूलाई त्यस्तो महत्त्वको रूपमा उसले हेरिदिएन, ऊ एकदम नरसंसार गरिदियो, ऊ राक्षसले नगर्ने काम उसले गरिदियो। त्यस कारणले गर्दाखेरि मैले मेरो श्रीमतीलाई बचाउनलाई मैले काँधमा मरेको लास बोकेर म हिँडेको हो। राज्यबाट मैले सेवा सुविधा नपाउँदाखेरि म सडकमा पनि आइपुगेको हो। त्यस कारणले त्यो कसले गरे त भन्दा यो जुन हिसाबले राज्य चलायो यिनीहरूले गरे हो। त्यस कारण यिनीहरूलाई फालिनुपर्छ र साँच्चीकै डाक्टर इन्जिनियरको टिम जनतालाई न्याय दिने
टिम चाहिँ अब हुनुपर्छ भनेर पछिल्लोचोटि म यसरी चाहिँ यो अभियानमा पनि म आएको हुँ र वास्तवमै मेरो श्रीमती भन्नुहुन्छ भने थर्ड स्टेपको क्यान्सर फोर्थमा चढ्न लागेको र क्यान्सरको पनि प्रक्रियाहरू हुन्छ, क्यान्सरको पनि क्याटेगोराइज हुन्छ, तर मेरो श्रीमतीको चाहिँ 90% जिब्रो काटिएको, त्यसपछि घाँटीको श्वासनलीमा चाहिँ क्यान्सर गएर बसिएको र डक्टरले कम चान्स छ भन्यो, घर परिवारले पनि कम चान्स छ भन्यो। अब मलाई के लाग्यो भने अब भगवान् पनि हुन्छ भन्ने एउटा मैले सोचेपछि चाहिँ होइन, मैले भगवान्लाई अहिले धूप बाल्छु, झिलिमिली बनाएर राखेको छु होइन। अब लास्टमा चाहिँ मलाई अलि आस्था पनि लाग्यो। डक्टरलाई पनि एकदम नमस्कार, मानव जीवनको पहिलो भगवान् तपाईँ नै हुनुहुन्छ। जुन हिसाबले तपाईँहरूको अथक प्रयासले मेरो श्रीमती बाँच्न सफल भयो र मेरो अथक मायाले मेरो श्रीमती बाँच्न सफल भयो, मेरो घर बन्यो, यसरी नै मेरो घर राम्रो बन्यो। अब मेरो देश पनि त्यसरी नै राम्रो बनाउनुपर्छ भन्ने हिसाबले म यो अभियानमा अहिले छु। कारण चाहिँ हिजोको दिनमा मेरो श्रीमती डेथ भयो भनेर म बच्चा लिनलाई चाहिँ स्कुलमा पुग्दै गर्दाखेरि श्रीमती तिम्रो चाहिँ श्रीमती गइसकेको छ ल आऊ भनेपछि अब मेरो हंस सबै छोड्यो। अलिकति एउटा सानो मनमा चाहिँ के थियो भने होइन म पुग्न मात्रै पाएँ, मेरो श्रीमतीको अलिकति मात्रै सास छ भने म जसरी पनि बचाउँछु भन्ने त्यो आत्मविश्वास चाहिँ मसँग थियो। किनभने मैले 28 वर्ष जति मेरो श्रीमतीसँग मैले सङ्गत गरिसकेको छु र मैले बुवा आमासँग 20 वर्ष मात्रै बसेँ होला। बुवा आमाले मलाई ठुलो पार्नुभयो। 20 वर्ष पछिको जीवन मैले श्रीमतीसँग बिताउँदाखेरि मलाई यति मात्रै कन्फिडेन्स चाहिँ के भयो भने मेरो माया मात्रै पाएँ भने मेरो श्रीमती बाँच्छ भनेर मैले कसम यस्तो भिडभाडमा पनि केही नभनिकन त्यो आक्रोश त्यो चित्कार गरेर मैले गाडीको स्पिड बढाएर म घरसम्म आइपुग्दाखेरि मेरो श्रीमती अचेत अवस्थामा रहेछ र मेरो वरिपरिका ससुरालीका दाजुभाइ यताउता पनि आएर बसिसक्नु भएको रहेछ कि अब गइसक्यो हुनै सक्दैन, यो सपना पनि देख्दैन। मैले मेरो श्रीमतीलाई झ्याप्पै समातेर काँधमा हालेर मेरो श्रीमती 75 किलोको श्रीमती घटेर जम्मा 30 किलोको भइसकेको थियो। मैले काँधमा लिएर मैले मेरो श्रीमतीको नाम सावित्री हो, सावित्री 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 भनेर मैले यस्तो गरेँ। के गरेँ तिमीले, के गर्यो खोइ 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 भन्दाखेरि मेरो श्रीमतीले यस्तो आँखा हेऱ्यो, के गरे तिमीले भनेर मैले काँधमा हालेर त्यो मेरो श्रीमतीको ल्याङफ्याङ छ अपरेसनै तैपनि मैले ढोकासम्म पुर्याउँदाखेरि के भयो, अब मेरो श्रीमती बाँच्छ अलिकति पानी ल्याऊ, अलिकति मेरो श्रीमती लो प्रेसर लो भयो होला, सबै ऊ भयो होला, केही न केही मैले नुनको पानी झोल यसरी खुवाएँ, त्यसपछि अलिकति मिठाई घोलेर त्यसको झोल यहाँ खुवाएँ। प्रेसर लो भएको भए नुन पानीले अलिकति प्रेसर बढ्यो होला, सुगर लो भएको भए त्यो मिठाईको झोलले अलिकति बढ्यो होला। त्यसपछि मैले बचाएँ मेरो श्रीमतीलाई। मलाई के गर्नुपर्छ कसो गर्नुपर्छ मलाई थाहा थियो। त्यसपछि मैले अलिकति अब ठिक भयो काखमा ल्याएर मैले चाहिँ मेरो श्रीमती अब आँखा हेऱ्यो, अब हुन्छ, अब तपाईँहरू नतर्सिनुहोस् प्लिज, मलाई यो तपाईँले केही नभन्नुहोस्, बस्नुहोस् उहाँलाई राखाएर मैले त्यसपछि अलिकति जाउलो जस्तो चम्चाले मुखमा यस्तरी हालेपछि यो निल मेरो लागि निल, छोराको लागि निल प्लिज भनेर मेरो श्रीमतीलाई मैले राख्यो। त्यसपछि मैले मेरो श्रीमतीलाई औषधि बेलुका खुवाएर यसरी गरेर आँखा हेऱ्यो, मलाई छोडेर जाने छुट छैन तिमीलाई, मलाई लाँदाखेरि छोरालाई पनि लैजाऊ, मलाई पनि लैजाऊ, नभए तिमीले जाने छुट छैन। धेरै मैले भगवान्सँग प्रार्थना गरेर धुप बालेर मेरो श्रीमतीलाई बचाएँ मैले। तर आज यस्तो घटना घट्दा फेरि अर्को मलाई मन दुखेको छ है। माया होइन तपाईँहरूसँग, माया छैन, क्रूरता मात्रै छ। यो केसलाई एकदम सरकारले हेरियोस्, नयाँ कानुन संशोधन गरोस्। यदि त्यस्तो हो भने हदैसम्मको कारवाही मिल्छ भने फाँसीको सजाय दियोस् भनेर म पनि यहाँहरूको मिडिया समक्ष आएको छु। मन असाध्यै दुखेको छ, असाध्यै टेन्सन भएको छु। म अहिले जिल्लातिर जान लागेको थिएँ, तपाईँहरूसँग भेट्ने मेरो एकदमै चाहना पनि थियो, मैले कहाँ भेटौँ भन्ने पनि थियो। म अहिले साथीहरूलाई बाहिर कुराएर राखेर होइन यो अहिले म बोल्नै पर्छ, म तपाईँहरूसँग भेट्नै पर्छ भनेर तपाईँ कहाँदेखि आउनुभयो। आज यो भिडियो यहाँहरूको क्यामेरा मार्फत गयो, सबैले हेर्नु होला र म त्यो काम सकाएपछि यो केसलाई अगाडि बढाएरै छोड्छु, म आफू उत्रिन्छु। एकदम यो हृदय विदारक, म धेरै बोल्नै चाहन्छु। एउटा मात्रै कुरा राख्छु, हजुर एकदम भाव्य हुनुभयो। आज एउटा बाउ जुन आफ्नो श्रीमतीलाई कानमा राखेर डुलायो भन्दै हुनुहुन्छ, हजुरको पनि एउटा बच्चा छ। नेपाली ब्रोल त आफ्नो छोरा मार्न करोडौँको चाहिँ सुपारी दिने प्रयास पनि गरेर के यो एउटा बाउले आफ्नोले पाएको सन्तानलाई गर्न सक्छ दाइ, के भन्नुहुन्छ यो विषयमा? हुनै सक्दैन, यो हुनै सक्दैन। हेर्नुहोस् है, यो अब कस्तो
के हो कस्तो यो माया प्रेम कस्तो खालको माया गर्नुभयो तपाईँहरूले कसरी बिहे गर्नुभयो मैले त सोच्नु पनि सक्दिनँ यसको पनि प्रकार हुन्छ कि बा क्याटेगोरी हुन्छ कि यो पनि म पत्ता लगाउनै सक्दिनँ मानव हो तपाईँ पनि मानव म पनि मानव हो होइन वास्तवमै म एउटा परिवारको म पनि एउटा बाउ हुँ होइन आज वास्तवमै मेरो श्रीमती मलाई छोडेर गएको भए मैले के प्लान बनाइसकेको थियो कि भनेको मतलब मलाई अहिले जुन हिसाबले तपाईँले इन्टरभ्यू गर्नुभएको घर यो मेरो आफ्नै हो म छु यो घर छ म छैन मलाई केही पनि छैन संसार छोडेर जानु पर्दाखेरि छातीमा केही पनि लगेर गइँदैन होइन र नङ्गै जाने नै हो त्यस कारणले गर्दाखेरि मलाई पछि यो घर पनि भूत बङ्गला जस्तो लाग्यो मैले चढ्ने साधन पनि भूत बङ्गला त्यो के हो मलाई थाहा भएन होइन साँच्चीकै नेताहरू यत्रो महत्त्वाकाङ्क्षी भयो जनतालाई नाङ्गो झार बनाएर सडकमा विवश बनाएर आफू अरबौँको महलमा बस्यो पैसाको महत्त्वाकाङ्क्षी थुका जाँदाखेरि उहाँ पनि एक्लै गयो पशुपतिमा लगेर केही पनि गएन भनेपछि यो चिजलाई चिरेर सबैले खान पाउनुपर्छ सबैले बस्नु पाउनुपर्छ भन्ने अभियान उठाएर हामी यहाँ आएर यो सरकार पनि यसैको लागि होस् भनेर हामी आएको हौँ त्यस कारणले गर्दाखेरि उहाँले मेरो आफ्नो भावना चाहिँ के हो भने म छु मेरो छोरा छ मेरो श्रीमती छ भन्ने हिसाबले हो म छैन मेरो श्रीमती छैन मेरो छोरा छैन भने यो देश पनि मेरो लागि नहुन सक्छ म नै छैन भने के हो थाहा छैन मलाई पछिको कुरा त्यो त्यस कारणले गर्दा मैले सोचिसकेको थिएँ मेरो श्रीमतीले मलाई छोड्यो भने म कल्पना पनि गर्न सक्दिनँ यो कुरा चाहिँ होइन र मेरो छोरालाई मैले कसरी चाहिँ अब जाने के गर्ने म कहाँ जाने सप्तकोशीतिर जाने कि कता जाने कि म त त्यो 24 घन्टाको यादले बस्नु पनि सक्दिनँ होला भोलि मैले छोडेर जाँदाखेरि मेरो छोरा अलपत्र पर्ने होला बिजोग हुनु होला आफ्नो बाबा आमाको काखमा भए जस्तो गरी अर्काको काखमा हुँदैन त्यस कारणले मैले धेरै कुराहरू एकदमै सोचेर आएको थियो अनि मेरो मिसेसले पनि मलाई भन्थ्यो तिम्रो उमेर भर्खरकै छ सबैले तिमीलाई हेर्नु सक्छ दुनियाँ गर्नु सक्छ तर प्लिज मेरो भर छैन म एकदमै अन्तिम अवस्थामा पनि छु र 20-25 वर्ष बिहे नगरिदेऊ न छोराको लागि आमाले जतिखेर पनि मलाई खुट्टामा समातेर भन्ने अनि मैले त्यस्तो नभन्न त्यस्तो भन्दै नभन् भन्ने त्यति चाहिँ नगरिदियो बिहे नगरिदियो मेरो छोराको लागि बाँध्न चाहन्थे सकिन मलाई लगेर जान्छ म जान्छु भने छोराको बिजोग हुन्छ तैँले प्लिज बिहे चाहिँ नगरिदियो ल 20-22 वर्षमा बिहे चाहिँ नगरिदियो भने मेरो मिसेसले मलाई भन्थ्यो कि त्यो कुरा अहिले पनि एकदम दिमागमा गुन्जिन्छ तपाईँहरूलाई मैले भिडियो केही पनि देखाएको छैन है यहाँ भिडियोहरू धेरै छ मैले त्यो बेलामा खिचेको भिडियोहरू मैले धेरै राखेको मलाई मेमोरीको लागि मैले यस्तो चाहिँ गरेर धेरै भिडियोहरू छ हृदय बेलाको भिडियोहरू छ त्यस कारणले मैले भिडियोहरू पनि अहिलेसम्म हाल्नु हुँदैन किनभने कोही कामले जानु भएको छ केही काम गर्न खोज्नु त्यो भिडियोले उहाँलाई दिमाग खराब हुन्छ भनेर नहालेको त्यस कारणले गर्दाखेरि मेरो माया त्यस्तो हुन्छ सबैको माया त्यस्तो नै होस् भन्ने म पनि चाहन्छु तर उहाँले जुन खालको आफ्नो दम देखाउँथ्यो शक्ति देखाउँथ्यो होइन त्यो परिवारप्रति गरेर शक्ति होइन त्यो विकृतिको लागि गर्नुपर्ने छाडापनहरूको पराकाष्ठ थियो उसले गरेको कुराहरू मेरो यस्तो रे यहाँ म केही कुरा पनि उहाँको एक्सेप्ट गर्न चाहदिनँ उहाँ जत्तिकै सेलिब्रेटहरू छ उहाँलाई चाहिँ विश्वले चिन्नुहोस् तर म मान्नेवालामा उहाँलाई छैन किनभने उहाँ तपाईँप्रति म प्रतिको भावनामा आएको मान्छे हुँदै होइन अहिले उहाँले योसम्म घटना घटेको छ त्यस कारणले गर्दा छोराले स्पष्ट भनिसकेको छ म छोरालाई पनि भेट्छु उहाँको आफन्तलाई पनि भेट्छु र कहाँ के भएको छ जुन हिसाबले प्रशासनमा उहाँ गएको थियो भने त्यो किन दर्ता भएन यदि तपाईँहरूले त्यो दर्ता गरिदिनु भएको भए आज मर्नु त मर्यो नि मरेर माथि गयो कति पीडासँग चाहिँ मर्नु त मर्यो कति पीडासँग उहाँ मर्नुभयो अब त्यो छोराछोरीले के छोरा दुईटा कुन अवस्थामा हुन्छ त्यस कारणले गर्दाखेरि उहाँहरूसँग भेटेर साँच्चीकै त्यो प्रशासनबाट गल्ती भएको छ भने उहाँहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ त्यो बेलामा ड्युटी गर्ने बस्ने को हुनुहुन्थ्यो कतिपटक उहाँहरू जानुभएको थियो सिसी क्यामेरा फुटेज त्यहाँ देख्न सकिन्छ सबै कुराको त्यहाँ अनुसन्धान हुनुपर्छ यदि तपाईँहरूको कारणले उनले ज्यान मारेको छ उसले गर्छ जस्तो उहाँहरूलाई सजाय उहाँहरूलाई पनि हुनुपर्छ जस्तो मलाई लाग्छ किनभने यो प्रशासनको गल्तीले गर्दाखेरि पनि आज यो घटना घटेको हुनसक्छ त्यस कारणले उहाँले पटक अहिलेको आक्रोश वहीँ छ कि 5 पटकसम्म हामीले भन्दाखेरि हाम्रो कुरा त्यहाँ सुनाइ भएन उल्टो उहाँहरूसँग बसेर हाउ नेपाली ब्रो यहाँ आऊ भनेर फोटो खिचाएर पठाइयो भनेर उहाँको छोराले भनेको छ क्या भन्नुपर्दा कत्रो हात छ भन्नुहोस् त त्यस कारणले यो कुरा चाहिँ एकदम ट्रान्सपेरेन्सी रूपमा आउनु पर्यो कसैले हतोत्साहित गरेर त्यहाँ साँच्चीकै मार्न बाध्य बनाएको छ भने ती पात्रहरूलाई पनि ल्याएर अनुसन्धानको घेरामा राख्नुपर्छ भन्ने मेरो भनाइ हेर्नुहोस् ठिक छ म नितान्त भिडियोको अन्तिममा छु अब जाँदै जुन चाहिँ पीडित परिवार हुनुहुन्छ उहाँलाई चाहिँ धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने हिसाबले दुईटा शब्द राखिदिनुहोस् परिवारले के भन्न चाहनुहुन्छ जुन एकदमै धैर्य धारण तपाईँहरू राख्नुहोस् वास्तवमा बहिनीले हामीलाई छोडेर गएको छ त्यस्तो खालको चाहिँ एउटा
म सोच्न पनि सक्दिनँ, सपनामा पनि नदेखेको घटना त्यस्तो घटाइयो। त्यो दानवभन्दा पनि तल्लो स्तरमा के गर्न मिल्छ त्यसलाई त्यो राखौँ। र अब साँच्चीकै न्याय पाउने देशमा न्याय पाउने सरकार पनि अहिले आइसकेको छ। तपाईँहरूलाई पुग्ने गरी, तपाईँहरूलाई सन्तुष्टि मिल्ने गरी कानुनी दायरामा उहाँलाई कारबाही हुन्छ, त्यो पनि ढुक्क हुनुहोस्। र बाँकी के हुनुपर्ने सरकारको पक्षबाट, कस्तो कस्तो हुनुपर्ने, त्यो पहल कहाँ गर्नुपर्ने, के गर्नुपर्ने, त्यसको लागि तपाईँहरूको अर्को परिवारको सदस्य म छु, अजय श्रेष्ठ। मेरो विभिन्न कारणले गर्दा, म इमर्जेन्सी कारणले गर्दाखेरि म अहिले आउनु पाएन होला त्यहाँ। त्यस कारणले अबको टाइम म आएर यहाँहरूको मिडिया मार्फत त्यहाँ पुगेर म केही न केही उहाँहरूसँग बसेर गफ गरेर यसको चाहिँ निकासाको लागि अगाडि बढ्ने प्रतिबद्धता गर्दै यहाँहरू धैर्य धारण गर्नुहोला, एकदम यहाँहरूलाई शक्ति मिलोस्। अब अगाडि कसरी बढ्ने त्यसको लागि चाहिँ हामी एउटा टिमवर्क भएर जान्छौँ भन्न चाहन्छौँ। हस् त, महत्त्वपूर्ण समयको लागि धन्यवाद।